बा योचोटिको दसैँ चाहिँ साँच्चै गजब लाग्दछ है। मलाई त साह्रै खुसी लागिरहेछ। अब सुन्नु न, त्यो 500 र 1000को नोट बन्द गर्ने भनेर चारैतिर हल्ला छ। यदि 500 र 1000को नोट बन्द भइदियो भने त हेर्नुहोस् त, आउने पाहुना पासाहरूलाई चाहिँ टिका लाउँदै 5, 10, 20, 50, 100 दिने। अब भन्ने कि जय साहब 500को नोट र 1000को नोट त अब बन्द गरिहाले, पाउँदै पाएन। कस्तो मजा आउनेछ। यदि बन्द भएछ भने दसैँ खर्च चाहिँ म जसरी नै पठाउँछु। हामी जनताहरूलाई चाहिँ लास्टै रात मिल्यो है यो साइडबाट चाहिँ। अब क्षति त धेरै भयो, दुःख लाग्छ नि, के गर्नु। त्यसका दाजु फेरि दसैँ छेउमा आइरहेछ। यसो गरौँ, हामी जनतै त हुने पर्ने। ल यो 1000 र 500को नोट चाहिँ बन्द भइहालोस्। हामी सबै जनताहरूले चाहिँ काम नै गरौँ। ल बन्द भयो भने त लोकल कुखुराको अन्डा ठ्याम्की ठ्याम फुटाउँछु 5 वटा। ल फुटाउँछु म।